भएन त रिठे कहाँ मरौ मर हो सिनको भाँदैन त सिनको उ बेला 10 लङ्ग्रा खियाएर चाहिँ छोरामा लगानी गरियो अहिले न साउको भयो न ब्याजको अब त यसो केटोले भरिदिने बेला हो नि के गर्नु उ बेला 12 भाइ छोरा 13 भाइ नाति बुढोको ढोक्रो काँधै माथि भन्छे हो रहेछ साँच्चै हो रहेछ के गर्नु आफ्नो छोराले भाका ल्याएन खै होइन हौ काका किन एक्लै बरबर आउँछ हौ यसरी खुस्कियो क्या हौ हावा वरपर त भइ पनि देख्दैन अहै ठुले के गर्नु छोराले गुखाइहाल्यो बरु भन् के कति काम ल्याइस ए साँच्चै काका यो पालि शुक्रबार मासु खाउँ कि नखाउँ हौ यो पालि त अलिक राम्रै खालको गजबको माल ल्याएको छ झन्डै 30-32 किलो पो पुग्छ होला हौ के लेखौँ त काका खोइ हौ ठुले लेखौँ कि मेटौँ यो बुढेसकालमा कसलाई मिठो मसिनो खाने रहर हुँदैन र खाएर मात्रै भएन तिर्न पनि सक्नु पर्यो यो पालि नखाउँ होला हो केटा ह्याट तेरिका काका पनि अब 1 किलो मासु खानको लागि पनि हलामै जग्गा यस्तो त गर्नु पर्दैन त हौ ल है काका 1 किलो चाहिँ मैले लेखेँ अब टाढा अन्त पनि जानु छ म लाग्छु अब खोइ अब के गर्छस् ए मुला बाबुले उ बेलामा त पढाउनु त पढाएका हुने समयमा किताब कपी च्याप्पेन इस अहिले आएर खैनी च्यापै छ के पो गर्नु त चुरीको चिल्लो पात सिराने लाउन अरे लु साह्रै राम्रो हो केटा अजिङ्गाको आहारा दैवले जुराउँछ भन्थे साँच्चै हो रहेछ खै 1 किलो खैनी ले अरे राख्ने दिन जत्तिकै पो गर्छौ त यो महँगाइमा चाहिँ मागी खाने काम नगरौँ हो दाजु खैले न हौ केटाले सुर्ती दिन पनि सुन केटी बाटे यतिकै गर्छस् त ल ऊ त्यहाँ आउँदा गरेको कमले होइन हो हाम्रो गाउँको साह्रै मेहनती केटा हो नि